हेलो गाइस, आज चाहिँ म हर्नी हन्टिङ गर्दैछु है। यहाँ रहेछ महुरी, यसलाई है यसरी कोट्टेबाट निकाल्ने प्रयास गर्दैछु। महुरी चाहिँ यसरी रुखको यो ढोत्रोभित्र छ है त। वाह, यो मौरी चाहिँ एकदम लोकल मौरी हो है त। यसलाई कुनै पनि गुलियो र चिनीहरू घोलेर दिएको त होइन। यसले चाहिँ एकदमै मेहनती हुन्छ। यो चाहिँ जङ्गलबाट आफै नै यो फुलहरूको रस लिएर जम्मा गरेर यसरी बनाएको मह सङ्कलन गरेको छ। यसलाई कुनै पनि प्रकारको यस्तो यो चिनीहरू घोलेर दिएको त होइन। त्यसकारण यो है जङ्गलको यो मौरी एकदम लोकल हो है त। यो मौरी चाहिँ यसरी जङ्गलमा पाइने मौरी हो है। यसको मह चाहिँ एकदम प्योर लोकल हो है। यस्तो मह चाहिँ यो औषधि पनि हुन्छ अरे भने र यहाँ गाउँतिर धेरैले बनाउनुहुन्छ। जस्तै कस्तो एउटा चाहिँ यो सर्पले टोक्यो भने त्यहाँ लगाउने अनि खाने गर्यो भने पनि यसको महले सर्पको विष हटाउन चाहिँ मद्दत गर्छ अरे भनेर यसरी गाउँतिर भन्नुहुन्छ है। अनि अरू चाहिँ यसरी रुगा लागेको बेला खायो भने पनि एकदम राम्रो गर्छ है त। त्यसकारण यसरी गाउँको लोकल मह है बजारको भन्दा यस्तो यो काठभित्र हालेको मह चाहिँ एकदम औषधि गुणले युक्त परिपूर्ण हुन्छ अरे भनेर यसरी गाउँतिर भन्नुहुन्छ है त। हेर्नु त एकदम लोकल मह चाहिँ यस्तो हुन्छ है। यसमा चाहिँ धेरै राम्रो छ मह। त्यसैले तपाईँहरू पनि गाउँतिर आउनुहुन्छ भने यस्तो मह खाने गर्नुहोस्। यस्तो मह खायो भने स्वास्थ्यको लागि धेरै राम्रो, अति बलियो हुन्छ है। यस्तो मह खायो भने साँच्चै हो। त्यसकारण यस्तो अर्ग्यानिक लोकल मह खाने गर्नुहोस् है त। यसो गर्नुभयो भने तपाईँहरूको स्वास्थ्य सुस्त हुन्छ है।